हेलो साथीहरू, स्वागत छ तपाईँलाई यो भिडियोमा। यो भिडियोमा चाहिँ म तपाईँहरूलाई के बताउन गइरहेको छु भने तपाईँले देखिराख्नु भएको होला अथवा खेपिराख्नु भएको होला, जस्तै मैले पनि त्यस्तै समस्या भोगिरहेको थिएँ। पहिले चाहिँ तपाईँको डाटा जति लेख्नु भएको थियो त्यो डाटा सकिएपछि चाहिँ एक्कासी तपाईँको सबै ब्यालेन्स चैट हुन्थ्यो भने अहिले चाहिँ नेपाल टेलिकमले यस्तो सेवा ल्याएको छ कि जुन सेवालाई तपाईँले एक्टिभेट गर्नुभयो भने चाहिँ तपाईँको डाटा सकिएपछि चाहिँ तपाईँको मेन ब्यालेन्सबाट ब्यालेन्सै काटिँदैन है त। र आज म यो भिडियोमा तपाईँहरूलाई यही विषयमा बताउन गइरहेको छु, त्यस कारणले भिडियो अन्तिमसम्म हेर्नु होला है। तपाईँले सुरुमा आफ्नो मोबाइलमा गएर एनटिसीमा है स्टार 3-4 र ह्याच डायल गर्नुपर्ने हुन्छ एनटिसीबाट। र यसरी डायल गरिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ प्लिज चुज भनेर देखाएको छ, एक्टिभ 4G, एक्टिभ भोल्टेज, अनि लास्टमा चाहिँ 4 नम्बरमा इनेबल डिसेबल पेजी भनेर नयाँ सिस्टम आएको छ नि। पहिला चाहिँ त्यो 3 नम्बरको भोल्टेजसम्म मात्र थियो भने अहिले चाहिँ त्यही डाटा नसकिनको लागि 4 नम्बरमा इनेबल और डिसेबल पेजी भनेर आएको छ। तपाईँले चाहिँ यहाँ अब 4 डायल गर्नुपर्ने हुन्छ है। र तपाईँले 4 नम्बर डायल गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ डाटा पे एज यु गो भनेर देखाएको छ। त्यो भनेको चाहिँ पेजीको फुल फर्म रहेको छ है। 1 नम्बरमा डिसेबल, 2 नम्बरमा इनेबल र 3 नम्बरमा चाहिँ आफ्नो स्ट्याटस के छ त भनेर त्यहाँ हेर्न पनि दिएको छ। र तपाईँले चाहिँ मेनली के गर्नुपर्ने हुन्छ भने यसमा चाहिँ तपाईँले इनेबल गर्नको लागि 2 दबाएर सेन्ड गरिदिनु होला है। र 2 दबाएर सेन्ड गरिदिसकेपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ योर पेजी डाटा सर्भिस इनेबल भनेर एनटी भनेर लेखेको छ, ओके गरिदिनुहोस्। यति भइसकेपछि चाहिँ तपाईँको डाटा सकिएपछि पनि मेन ब्यालेन्स चाहिँ कट हुँदैन है त।